जय मसी गुड मर्निङ सबैजनालाई। म चाहिँ उठिसकेको छु साथीहरू। हामीले चाहिँ तातो पानी पनि पियौँ साथीहरू। जय मसी गुड मर्निङ दिदी। गुड मर्निङ। दिदीले चाहिँ केटी पकेर ब्रस गर्न पठाएको छ। यहाँ बिहान बिहान भात पनि पाकिसक्यो। अब यहाँनिर गुन्द्रुकको सब्जी पनि झोल पनि बनाइरहेको छु। गुन्द्रुकको झोल पनि पाकिसक्यो अनि यहाँ चिया पनि बनाउँदैछु। गुड मर्निङ तपाईँहरूलाई फेरि पनि। त्यसरी रेडी पनि हुनुहुँदो रहेछ। हुन्छ साथीहरू हामी चाहिँ चिया पिउँदैछौँ। चिया पनि छ है साथीहरू। बिस्किट के पनि खानु लाग्दैन। के पनि आधा तपाईँको आधा मेरो है। ढक्ला नपर्नु है साथीहरू। हामी चिया बिस्किट खाँदैछौँ। आज सन्डे तपाईँहरूलाई थाहा छ। तपाईँहरू पनि उठ्नुहोस् है। आफ्नो ड्युटी पनि जानुहोस्। अनि सन्डे चर्चको पनि हुन्छ। तपाईँहरू चर्च पनि जानुहोस् है त। ल Oh my God! Wow! गाइस हामी चाहिँ हिँड्नु आँटेको। दिदी यता हेर्नु न। हाम्रो दिदीले कस्तो ड्युटी गरिरहेको छ। हुन्छ साथीहरू अब हामी चर्च जानेछौँ है। तपाईँहरू उठिसक्नु भयो होला अनि आफ्नो ड्युटी पनि गइसक्नु भयो होला। अनि सन्डे चाहिँ को चर्च जानुहुन्छ साथीहरू कमेन्ट गर्नुहोस् है। गाइस हामी चाहिँ निस्केको चर्च। ए हल्ला लगाउन। गाइस हाम्रो चाहिँ यहाँनिर एरियामा चाहिँ यस्तो दाम देखिएको छ। हेर्नुहोस् है। हेर्नुहोस् है कति राम्रो देखिरहेको छ। बिचारा चर्च जानै छ पनि। यहाँ छ साथीहरू। रुको जरा सबर करो। बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ 1 hour later. सन्चै हुनुहुन्छ? ए हामी चाहिँ यहाँनिर बिराएको छौँ। अहिले चर्च ओपन भएको छैन साथीहरू। हामी चाहिँ गएछौँ। मार्गको मार्ग जानुहुन्छ। त्यो बिल्डिङमा अनि जब म काममा जाँदै थियो, जब त्यो ओह्रालो थियो अनि म जाने बेलामा त्यहाँबाट एउटा अपोजिट साइडबाट गाडी आउँदै थियो। जब म त्यहाँबाट गइरहेको थियो तब अचानक एउटा अटो आएर घुम्दियो। यसरी घुम्दियो। तब त्यो अटो घुम्दियो। तब मलाई के भएन। मेरो ब्यागमा मात्र लाग्यो। यति जोरसँग लाग्यो तर मलाई के भएन। मेरो ब्यागमा मात्र टच गर्यो यति जोरसँग तर मलाई के भएन। अनि यदि त्यो अटोले मलाई लागेपछि लाग्यो भने मेरो मृत्यु पनि हुनसक्थ्यो। यति जोरसँग त्यो ओह्राले थियो। मौरी अलिकति स्पिडमा थियो। अटो स्पिडमै आइरहेको छ। अनि यसरी घुम्यो कि अनि म तपाईँलाई यो आशिष भन्नुपर्दा म जहिले पनि है बिहान अनि चाहे घरमा होस् चाहे भित्र होस् चाहे म जहिले पनि उठ्ने बित्तिकै म प्रार्थना गर्छु। म तपाईँहरूले के भन्न चाहन्छु भने तपाईँहरू बिहान उठ्ने बित्तिकै प्रार्थना गर्नु तपाईँहरूको लागि अनि तपाईँहरूको परिवारको लागि सुरक्षाको लागि। त्यसैले हामीले जहिले पनि बिहान उठ्ने बित्तिकै हाम्रो परिवारको लागि हाम्रो शरीर जीवनले हामीले सुरक्षाको खाँचो छ। त्यसैले तपाईँहरूले अनि म यस आशिषबाट के भन्न चाहन्छु भने तपाईँहरूले आफ्नो परिवारको लागि आफ्नो व्यक्तिगत जीवनको लागि अनि तपाईँहरू चाहे घरमा होस् चाहे तपाईँहरू बाहिर जाने होस् जाने बेलामा होस् तपाईँहरूले आफ्नो परिवारको लागि प्रार्थना गर्नु होला। हुन्छ सबैले पनि जय मसी। परमेश्वरले जस्तो छ आफ्नो परमेश्वरले सम्हाल्नु भएको छ। तपाईँहरू प्रार्थनाले पनि सिक्छौँ। हामी आफैमा पनि गरियो। मतलब के हुन्छ भन्दाखेरि चाहिँ तपाईँ अनि मेरो जुन हृदय छ हृदयको जुन डाइरेक्सन छ हेर्नुहोस् है। जुन हृदय छ हृदयको डाइरेक्सन कस्तो हुन्छ डाइरेक्सन भनेको होइन यसलाई नेभिगेसन भन्छ। चाहिँ चर्चबाट आइपुग्यौँ। दिदी भन्नुहोस् त के भन्न चाहनुहुन्छ? अध्ययनमा पुगेको उज्यालोमा बसाइ भयो भने अध्ययनमै हिँडेको हामी त नगर्नु। साथीहरू हामी चाहिँ अध्ययनमा जान्छौँ चर्च होइन। अध्ययनमा मिन्स अब 6:20-25 हुन्छ। त्यतिखेर चाहिँ बेङ्गलोरमा अलिक अँधेरै हुन्छ है दिदी। धन्यवाद भएको होस्। आज हामीले चाहिँ मिठो वचनहरू सुनेका छौँ पास्टरबाबाट। परमेश्वरले धेरै आशिष दिनुभएको होस् हाम्रो पास्टरबालाई। अनि हाम्रो चाहिँ साँच्चै नै है कति हामीले अब संसारपट्टि पनि लगाइरहेको हुन्छौँ, प्रभुपट्टि पनि लगाइरहेको हुन्छौँ। हामीले चाहिँ हृदय चाहिँ एकदमै प्रभुपट्टि मात्रै लगाउनु पर्ने छ है साथीहरू है दिदी। हुन्छ आजको लागि यति नै साथीहरू। अर्को ब्लगमा भेटौँ। अहिलेको लागि बाई बाई। जय मसी।